है त साथीहरू म चाहिँ हिँडेँ कहाँ हिँडेँ भन्दाखेरि आज चाहिँ हाम्रो मोमो खाने कुरा भयो सल्लाह भयो अनि मोमोको लागि सामानहरू किन्न जाँदैछु। ओके भन्दा म यहाँ हेर्नुहोस् न ठ्याक्कै अगाडि आइपुग्यो। अब बेला मैले कसरी जाऊँ भने छोड बाटो छोड 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 कस्तो गुड ल। र अब चाहिँ मैले बजारदेखि सामान लिएर मोमो बनाउनको लागि किमाहरू तयार गर्न थालेँ। अनि के साथीहरू यो मोमो बनाउँदाखेरि चाहिँ हामी सबैलाई थाहा छ धेरै सामान जुटाउनु पर्ने हुन्छ। किमा बनाउनको लागि केही समय लाग्छ र किमा त पक्कै पनि मिठो बनाउनु पर्ने हुन्छ। किमा मिठो भएन भने मोमो मिठो हुँदैन र यो किमा मिठो भयो भने मात्रै मोमो मिठो हुन्छ। त्यही सोचेर मैले चाहिँ किमामा धेरै मेहनत गरेँ किमा बनाउनको लागि। अब हेर्नुहोस् हेर्दै जानुहोस् र नभन्दै मैले किमा पनि बनाइसकेँ र किमा बनाइसके पछाडि अब अचार पनि बनाउनु पर्ने हुन्छ मैले। र यसरी अचार पनि बनाउनको लागि ग्राइन्डरमा पिसेँ र हेर्नुहोस् अचार एकदमै मिठो हुन्छ अब। र अचार पनि मिठै नै चाहिन्छ मोमोको लागि र किमा अचारले नै हो मोमोलाई मिठो बनाउने। र नभन्दै किमा पनि रेडी भइसकेको छ र अनि अचार पनि रेडी भइसकेको छ र अब चाहिँ हामी मोमो बनाउनको लागि तयारी छौँ। र मोमो बनाउनको लागि पिठो हामीले मुछिसकेका छौँ। अब हामी मोमो बनाउँछौँ। आया पोर्क मोमो है साथीहरूले चाहिँ खानु आउनु आउनु भनेर चाहिँ दिन्छौ। म दिन्छु नि यत्रो छ यहाँ मैले सबै बनाएको छु। किमा बनाएको छु मैले। यो भोटो अपलोड गर्दाखेरि तिम्रो पचेर पनि कहाँ पुगिसक्छ आउनु भन्छ आउनु चाहिँ म कुन दिन अपलोड गर्छु त्यो दिन आउनु न है। म तपाईँहरूलाई धेरै नखुवाए पनि एक प्लेट चाहिँ खुवाउँछु होटलमा लगेर। होटलमा शानदार मोमोमा यहाँ तल। ओके गाइस एकदम झोल मोमो पनि खाउँ न हौ कुकर मोमो पनि हो खाउँ न हौ। ओके मलाई भन्नुहोस् म रेडी। कुकर मोमो पनि मलाई उपर खानु मन लाग्छ हौ सिटी लगाएर क्या कस्तो राम्रो र अब चाहिँ मोमो चाहिँ हामीले यो थोरै चाख्ने अनि बाँकीहरू छँदैछ। यो चाहिँ चाख्नको लागि मात्रै निकालेको चाख्नै तातो हौ। मोमो ल हौ म त तातो भयो पोल्दै 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 गयो। कस्तो मिठो भइसक्यो साथीहरू। जसले जे भने पनि कि उसले अरू चाहिँ होइन मोमो चाहिँ अरू पनि बनाउँछ बनाउनु त तर अरू चाउचाउहरू करेन्टहरू चाहिँ बनाउनु जान्दछ अरू त ठिकै हो। तर मोमो चाहिँ यस्तो स्पेसल बनाउँछ कि उसको फेभरेट खाने पनि मोमो नै हो तर बनाउनु पनि उसको मोमो नै हो क्या। किमा ओभर दामी बनाउँछ क्या चट्नी त्यस्तै बुझ्छु भने मेरोसँग गर्नुहोस्। मोमो चाहिँ ओभर मिठो बनाउँछ क्या। मेरो सङ्गत गर्नुहोस् म तपाईँहरूलाई किमा बनाउनु सिकाउँछु। अहिले देखिहाल्नु भने म कसरी किमा बनाउँछु। कुकर मोमो खाऊ न झोल मोमो झोल मोमो क्या कुकर ओभर बनाउँछ क्या मोमो चाहिँ उसको चाहिँ। लास्टमा एक कुरा है अब एक कुरा है सक्यो। अचार पनि दामी भयो है। अचार त तिम्रै झन् भने चाहिँ उसको हातै मिठो छ क्या मोमोको चाहिँ सबै कुरो मिठो बनाउँछ क्या उसले चाहिँ। दामी भयो साथीहरू खाने आउनुहोस् है साथीहरू। यस्तो भयो मोमो चाहिँ अनि यता निम्बु पानी पनि छ। मोमो चाहिँ यस्तो भयो अनि यहाँ कचुवा पनि छ। हेर्नुहोस् है त मोमो दामी ला झरै झरै